ल आरती बोल त हामी कहाँ जाँदैछौँ अब अब बागलुङ कालिका जाने भन न एउटा त टिम त्यहाँ दुई टिम एउटा त त्यो डोलमा तिमी र म एउटै आइछन् जानै सकिँदैन पारी जान त सकिँदैन हेर्नु म्याडम म त सक्दिनँ हजुर यसो साइडमा उभिदिनु न मैले के माने भन्दाखेरि त्यहाँबाट किन निराश के सर्दै गरे बस्न पर्यो कहाँ भिडियो बनाइरहेछु मैले मेरोमा गरेर आइयो हामी जान सकिएन हेरेर मात्र फर्कियो हो त्यो के देखाउने हामी आएको हामी कहाँ जाँदैछौँ अब बसमा चढ्न अब बसमा चढेर बागलुङ कालिका जान्छौँ हामी पञ्चकोटबाट घुमेर फेरि पुल हेरेर ल बसौँ बसौँ कालिका मन्दिर जाँदैछौँ बागलुङ कालिका मन्दिर गेटबाट छिरेको है बागलुङ कालिका मन्दिरतिर प्रस्थान गर्दैछौँ राधा म्याडम अनि हामी सबै स्टाफहरू पछाडि सर मिसहरू हुन्छ चिसो चिसो छ मौसम जाडो छ कोट लगाएर आइएको यसले मलाई अलि आकर्षित गर्छ सजिलो हामी बागलुङ कालिका मन्दिर आइपुगेका छौँ
जानी हो यता हेरौँ त सबैले पाउँतिर यता हेरौँ न यता सङ्गीता कति राम्रो छौँ हामी होइन सबभन्दा राम्री राधा म्याडम त्यसपछि कमला मिस त्यसपछि बिसा मिस त्यसपछि सङ्गीता मिस तेरिका अब हाम्रो खाना खाने टाइम भएछ बल्ल 12 बजे बल्ल भात खाने अब हामीले 1 बज्न लाग्यो अब भात खाने हाम्रो भेजिटेरियनहरू ल म्याडम कहाँ अब छौँ हामी भन्नु त हामी कुस्मा पर्वत सक्नुहुन्छ त हजुरले ल साथ दिन्छु साँच्चै हजुर जम्प गर्नु भयो मात्रै बन्जी जम्प हान्ने ठाउँमा झोलुङ्गे पुलमा अब ड्याङ्ग बन्जी हानिन्छ बाँचे भेटौँला है साथी कति रमाइलो हाम्रो नेपालको झन्डा कति राम्रो देखेको यो के फुल होला नि यो अब यो दिनेश सर त आइसकेको छ त भाइ आफ्नै भन्नाले मेरो भाइ मम्मीको छोरा छैन त्यो भाइको दिदी पनि मै हो मेरो भाइ त्यही हो कि सानोको छ हो कि हामीले उसको लागि हाम्रो लागि त्यही बन्जी जम्प गर्छन् कि भनेर हामी कुरेर बसिरहेको हेर्नलाई के घुसु मलाई छिट्टै मिलाइदिनु दिनेश सर के छालखोर बताउनु त हजुर के छालखोर कस्तो भयो खाना हो हामीलाई ढिलो दिएन बन्जी जम्प गर्ने हजुरले आटाम के भनेको एक्लै भएँ के सोचे गर्नु भयो क्या यहाँ सबैले साथ दिने भनेर भयो मलाई मूर्ति बनाएर अड्डाइदियो हुन्थ्यो नि हामी बन्जी जम्प हेर्न भनेर यसरा टिचरहरू हेर्ने अब आज यो गुप्तेश्वर केभमा पञ्चपाण्डव युधिष्ठिर भीमसेन अर्जुन नकुल सहदेव र द्रौपदी यहाँ मूर्तिहरू छन्